त जान्ने नहुँदा अब हाउ टु कुक मासुमा त टन्नै भिन्छ टेस्टी मिठो 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 राइस पनि खाइदिहाल्नु भातै पुलाउ जस्तै हुन्छ है किनभने साह्रो न साह्रो भएछ पुलाउ जस्तै गिलो त मजा आउँदैन नि 5वटा थालिदिएको 5 जना कम्ती होला भन्नु अहिले पुग्दैन होला भन्ने अवस्था आइपुग्यो हैन पुग धेर हुन्छ नि दामी हो चामल चाहिँ कसम भात दरै दिन्छ मलाई अब मलाई त नडराइ हाल्न 3-4 चोटि भएन भात पनि पुलाउ जस्तै हो दामी हो भात चाहिँ चाख्न मात्रै भात चाहिँ चाख्नु मात्रै 1 गिलास कोक हानेपछि भातै चाहिँदैन जाँदैन भातै छैन यहाँ चाहिँ हालै मजा